भेन डायग्राम किन पढ्छौँ त होइन वाइ स्टडी भेन डायग्राम इन सिमेट किन पढ्छौँ किनभने चाहिँ हाम्रो क्विकली एनालाइजिङ पावर बढ्छ होइन क्वेसन चाहिँ सिम्पल दिएको हुन्छ नि त हामीलाई त 1 मिनटभन्दा पनि कम हुन्छ नि त क्वेसन सल्भ गर्नुपर्ने हो त्यो चाहिँ टेस्ट गर्छन् कि इन्ट्रान्समा चाहिँ त्यो टेस्ट गर्छन् तपाईँको आइक्यू कति छन् एनालाइजिङ पावर कति छन् है र अर्को भनेको के हुन्छ नि क्याटेगोराइज तपाईँले अब म जस्तै अब तिमीहरूको क्लासमा होइन कोही राम्रो पढ्न सकिन्छ कोही नराम्रो पढ्न सकिन्छ होइन कोही कसैको आइक्यू पावर राम्रो हुन्छ होइन सो त्यसलाई कसरी डिभिजन गर्ने होइन क्याटेगोराइज गर्ने जस्तै अब तपाईँले अहिले नै भने नि इक्जाम्पल एउटा कार्निभोरस र के भन्छन् अहिले डियर काउ होइन अनि त्यसपछि गोट अनि त्यसपछि टाइगर होइन सो योमा चाहिँ हामी एकैचोटिमा डिफ्रेन्स गर्न सक्यौँ नि त यो चाहिँ मासु खान्छ यो चाहिँ घाँस खान्छ भनेर हो त्यस्तोलाई चाहिँ हामी क्याटेगोराइज भन्छौँ है ठिक छ अनि त्यसपछि चाहिँ फ्रन्ट ओभरल्यापिङ हामी रिलेसन पनि पत्ता लगाउन सक्छौँ भेन डायग्रामबाट चाहिँ हामी रिलेसन पनि पत्ता लगाउन सक्छौँ विथ कम्प्लेक्स डाटालाई ठिक छ मेरो राइटिङ चाहिँ अलि राम्रो छैन होइन तर बुझ्ने खाले त छ होला बुझिन्छ कुनै कुनै बुझिदैन बुझिँदैन के बुझिरहेको छैन बुझेन भने मलाई भन्नु होला है ठिक छ हामी के यो भेन डायग्राम किन पढिरहेछौँ भने एनालाइज गर्नको लागि ओभरल्यापिङ रिलेसन हामी बुझ्नको लागि अर्को भनेको हामी डिभिजन गर्नको लागि है सो हामी तीनटा मेनली स्किल्स पाउने हजुर सरी सर ओके माइक चाहिँ म्युट गरेर बस नि त है क्वेसन सोध्ने बेलामा चाहिँ अनम्युट गर है ठिक छ हुन्छ सर ल त्यसो भए चाहिँ हामी यो तीनटालाई चाहिँ फोकस गरेर यो भेन डायग्राम चाहिँ जहाँ पनि हामी पहिला पनि पढ्दाखेरि चाहिँ 9, 10 क्लासमा पढ्दाखेरि पनि हामी यही तीनटा कुराको लागि चाहिँ पढिरहेको थियौँ भेन डायग्राम अब बल्ल थाहा लाग्छ कि तपाईँहरूले किन यति मेहनत गर्नुभएको थियो त पछाडिमा होइन किन हामी यो एनालाइजिङ पावर बनाउनको लागि होइन अनि त्यसपछि चाहिँ तपाईँलाई के गर्नुपर्छ भने क्याटेगोराइज गर्नको लागि र एउटा रिलेसन पत्ता लगाउनको लागि सिम्पल हाम्रो अब लाइफमा चाहिँ कसरी युज भएको छ त्यो कुरा बुझ्छु है टाइप्स अफ भेन डायग्राम हामी चाहिँ भेन डायग्राममा चाहिँ दुईटा पार्टमा पढ्छौँ है एउटा चाहिँ रिलेसनको बेसमा एउटा चाहिँ एनालाइजको बेसमा है सो रिलेसनको बेसमा चाहिँ यता सिम्याटमा काम लाग्ने हुन त धेरै टाइप्सहरू छन् तर चाहिँ हामी सिम्याटमा काम लाग्ने भनेको पढ्ने कुराहरू चाहिँ एउटा रिलेसनको पार्टमा हेर्ने एउटा चाहिँ एनालाइजको पार्टमा हेर्ने ठिक छ तपाईँहरू नोट गर्दा हुन्छ है कपी खोलेर बस्नु भएको छ अनलाइनको स्टुडेन्टहरू क्यामेरा खोलेर बस्दा पनि हुन्छ है ठिक छ सुतेर पढिराख्नु भएको छ हामी के भने भेन डायग्रामको पार्टमा यो सिम्याटमा चाहिँ हामी दुईटा पार्टमा पढ्छौँ सो अब चाहिँ हामी रिलेसनको पार्टमा जाँदैछौँ के को पार्टमा रिलेसन बेस्डमा रिलेसन बेस्डमा चाहिँ हामीलाई चाहिँ 10 वटा पोइन्ट जति पढ्नुपर्ने हुन्छ है सो तपाईँहरूको बुकमा पनि छ यो पोइन्ट तर बुकमा चाहिँ 9 वटा पोइन्ट मात्र छ है तर यहाँ चाहिँ तपाईँले 10 वटा पोइन्ट पढ्नुपर्ने छ एउटा पोइन्ट कुन हो म चाहिँ त्यो भन्छु पछि है सो 9 नम्बर पोइन्टको के हुन्छ भने तपाईँलाई यो बुकमा छैन 10 नम्बरको पोइन्ट चाहिँ फेरि बुकमा छ ठिक छ सो पोइन्ट अब के भनेको छ भने पोइन्ट 1 मा चाहिँ इफ all the words are है all the words or item है if all the words or item are of different group हैन रिलेसनको पार्टबाट हामी पढ्दैछौँ नि त हैन एनालाइजिङको पार्टबाट पढिरहेको छ भने एनालाइजको पार्टबाट क्वेसन आउँदैन त्यो चाहिँ तपाईको एमबीए जति बेला इन्ट्रान्स दिन जानुहुन्छ त्यो बेला चाहिँ काम लाग्छ है तर अलिअलि नलेज चाहिँ चाहिन्छ एनालाइजको पार्टबाट पनि ठीक छ एनालाइजको पार्टबाट पनि चाहिन्छ र अब रिलेसनको पार्टमा चाहिँ हामी पोइन्ट 1 मा बुझ्नुपर्छ 10 वटा पोइन्ट पढ्नुपर्ने हुन्छ हामीलाई है 10 वटा पोइन्टबाट बढी चाहिँ क्वेसन आउँदैन एकदम सजिलो खाले क्वेसनहरु आउँछ के हेर्नुस् न अब तपाईलाई हरेक क्वेसन बनाउन दिन्छु म एउटा सबै पोइन्टको एउटा क्वेसन बुकबाट नै दिन्छु ठीक छ इफ all the words or item है items are of different group त हामी के गरेछ भने यो भेन डायग्राम त थाहा छ भेन डायग्राममा यो हामी चाहिँ पढाउनु त पर्दैन यो भेनलाई गोलोलाई चाहिँ के भनिन्छ भनेर योहरुलाई चाहिँ काम लाग्दैन पनि जब त्यो कुराहरु चाहिँ पढाउँदिन पनि है
त्योमा चाहिँ तपाईको एबिसी है। सो त्यो तीनटा पार्टलाई चाहिँ जस्तै अब ए ग्रुप भयो, डी ग्रुप, तीनटा ग्रुप हामी छुट्यायो, ए ग्रुप, बी ग्रुप, सी ग्रुप है। सो तीनटा ग्रुपमा चाहिँ डिफ्रेन्ट कुनै पनि रिलेसन छैन, कुनै पनि रिलेसन छैन भने त्यस्तो खाली वर्ड्स अर आइटमलाई चाहिँ के भन्छौँ भने हामी पोइन्ट 1 मा पढ्छौँ। जस्तै अब तपाईलाई इक्जाम्पलमा दिन्छु, डग, काउ र हर्स हैन। डग, काउ र हर्स यो तीनटामा चाहिँ कुनै रिलेसन छ त? के हो त? छ कुनै रिलेसन? हेर्नुस् त, केही पनि रिलेसन छ डग र काउ र हर्समा? छ लाग्छ तपाईलाई केही रिलेसन छ? कुकुरले खाँदैन घाँस खाँदैन। यो चाहिँ त्यो छ हैन। र जस्तै अब मस्टर्ड, बेर्ली र पोटेटो योमा तीनटैमा छ केही पनि? तर यहाँ चाहिँ तपाईँको छ है। जस्तै अब तपाईँले हेर्नुभयो मस्टर्ड, बेर्ली र पोटेटो भनेर हेर्नुभयो भने एप्पल, म्याङ्गो र ओरेन्ज भनेको एउटा के हो? फ्रुट्सको क्याटेगोरी हो। तर कुनै रिलेसन छ? फ्रुट्सको टेस्ट, एप्पलको टेस्ट छुट्टै हुन्छ, म्याङ्गोको टेस्ट छुट्टै हुन्छ, अरेन्जको टेस्ट अनुसार हेर्नुभयो भने होइन। छुट्टै छुट्टै पार्टमा राख्न सक्यो नि त, राख्न सक्यो नि होइन हो। त्यसरी मस्टर्ड छुट्टै हो, पोटेटोको टेस्ट छुट्टै हुन्छ होइन। त्यो चाहिँ तपाईँको के हुन्छ भने तरकारीमा गयो होइन, भेजिटेबलमा गयो। बेर्ली भनेको के हुन्छ? बेर्ली भनेको के हो थाहा छ? अनलाइन क्वेसन, बेर्ली भनेको के हो? नो आइडिया छ। गरिहाल न, यति सोच्नुपर्छ। के भन्नु, एकचोटि भन्नु त। बेर्ली भनेको के हो? BARLY। बेरी? अँ बेरी भनेको त के भन्छ कि? ल छिटो छिटो गुगल गरिहाल न। सन्जु, सोनम, आयो? ल म्युट गरिहाल। अब हेलो, म्युट गरिहाल त। हुन्छ। ल बेर्ली भनेको यो तरकारीको पार्ट हो होइन, तरकारी नै भन्छन् तर छुट्टै टाइपको तरकारी हो कि। जस्तै अब हाम्रो खोइ मलाई पनि थाहा भएन एक्ज्याक्टली भन्दाखेरि है। तर अब बुकमा थियो, म पनि ल्याइदिइहालेँ। तर यो पार्ट चाहिँ छुट्टै है। सिधा कुरा गर्दाखेरि चाहिँ मलाई पनि थाहा छैन के हो। बेर्ली भनेको के हो? सो हेरिहाल्नु त। क्वेसन आउन सक्छ है, यस्तै खाले क्वेसनहरू आउँछ जुन चाहिँ तपाईँहरूले वर्ड सुन्नु भएको छैन, यस्तै खाले क्वेसनहरू आउँछ। गेहूँ जस्तो देखिरहेछ नि, हो गेहूँ जस्तो। BALEY ल EY भन्छ बेर्ली। बेर्ली भनेको जस्तै त्यो हामी जग भन्छौँ नि, हो जग हो के। ठिक छ, हाम्रो मैथिली भाषामा जग भन्छ, जग। ठिक छ। यो भनेको मस्टर्ड भनेको छुट्टै कुरा भयो, यो भनेको त तपाईँको बेर्ली भनेको छुट्टै कुरा भयो, पोटेटो भनेको छुट्टै कुरा। कुनै पनि रिलेसन छ? छैन नि। ल त्यसो भए बुकको 5 नम्बरको क्वेसनमा हेर्नुहोस् त। बुक छ? कुन बुक हो? ल यो बुक ल्याऊ। बुकको क्वेसन नम्बर 5 छ? खै हेर्नु त, म क्वेसन पनि लेखिदिन्छु। हेर्नुहोस् त कति छ के भनेको छ? इफ अल द वर्ड्स आर आइटम्स आर डिफ्रेन्ट ग्रुप, कुनै पनि रिलेसन छैन भने त्यस्तोलाई चाहिँ के भन्छ भने पोइन्ट 1 मा राख्न सकिन्छ। जस्तै अब ए ग्रुपमा, जस्तै अब मस्टर्डको, जस्तै ए माने यसलाई मस्टर्डलाई होइन, बेर्लीलाई बी माने यसलाई सी माने, कुनै पनि रिलेसन छैन यो तिनटामा होइन। यसलाई नै भन्छ के भन्छ? तपाईँले अप्सन दिएको हुन्छ 5 नम्बर क्वेसन हेर्नुभयो, कुन अप्सन हुन्छ भन्नुहोस् त? अनलाइन क्वेसन पनि भन्नुहोस् त कुन अप्सन हुन्छ? कुन हुन्छ अप्सन भन्नुहोस् त? त्यो होइन, 5 नम्बर क्वेसन, क्वेसन 5 नम्बर है, क्वेसन 5 नम्बर। बुकको क्वेसनको 5 नम्बर हेर्नुहोस् त, क्वेसन यस्तै खाले दिएको हुन्छ र 4वटा अप्सन दिएको छ। कस्तो के अप्सन दिएको छ? कुन कुन अप्सन दिएको? फर्स्टमा कुन अप्सन छ?
के भनेको छ विच अफ द फ्लोइङ डायग्राम इन्डिकेट द बेस्ट रिलेसनसिप बिट्विन अथर लयर र सिङ्गर है अथर लयर है र सिङ्गर हैन अप्सन के को दिएको छ ए नम्बरमा ए नम्बरमा के दिएको छ बीमा के दिएको छ तीनटा दिएको छ हैन कुनै पनि रिलेसन छैन हैन हो त्यो अप्सन हुन्छ हो किन के छ हेर्नु त अथर भनेको के हुन्छ लेखक हो लेखक लयर र सिङ्गरमा कुनै पनि रिलेसन छैन तर हो त्यही कुरा यदि भनिदिन्छ भने अथर लयर र सिङ्गरमा चाहिँ रिलेसन अब त्यो पनि हेर्छौँ हामी हैन त्यो बेला चाहिँ अप्सन के दिएको छ त्यहाँ चाहिँ डिफ्रेन्ट दिएको छ नि त्योमा चाहिँ म्याच हुने अप्सन के छ ए नम्बर छ किन छ भने सरी बी नम्बर छ बी नम्बर कुनै पनि रिलेसन छैन देखाएको छ तर त्यही कुरा यदि अप्सनमा दिएको भए अप्सनमा के दिन सक्छ भने त्यहाँ पनि अझै पनि रिलेसन हुन सक्छ जस्तै तपाईको यो भयो हैन यो भयो है र यो भयो है सो यहाँ चाहिँ तपाईको सिङ्गर राख्दिनु है यहाँ चाहिँ सिङ्गर राख्दिनु है यहाँ चाहिँ अथर राख्दिनु है यहाँ चाहिँ तपाईको के हुन्छ भने लयर राख्दिनु तर सिङ्गर त यो तीनटै बन्न सक्छ कि सक्दैन अथर बन्न सक्छ लयर बन्न सक्छ सिङ्गर सक्दैन किन भन्दा हामीले गाना बनाउन सक्दैनौँ बालेन्सा इन्जिनियर बनेर चाहिँ त्यो सिङ्गर बनाइसके छैन छ नि हैन बालेन्सा पनि सिङ्गर बनेको छ कि छैन इन्जिनियर बनेर तर त्यो रिलेसन हेर्नुहोस् त तीनटै किनभने लेखकले पनि गाना गाउन सक्छ कि सक्दैन सकिन्छ तर लयरले गाना गाउन सक्छ कि सक्दैन तर सिङ्गरले चाहिँ सिङ्गर त दुइटै भयो हो त्यो रिलेसन पनि पढ्छौँ हामी तर यहाँ चाहिँ रिलेसन केही पनि छैन के भनेको छ भने कुनै पनि पार्टलाई चाहिँ कुनै पनि रिलेसन नभएर के गरेछ भने हो यो अप्सन भएको भए चाहिँ यो अप्सन राइट हुन्थ्यो क्या हामीसँग त्यो अप्सनै छैन क्या बुझ्नुभयो 5 नम्बर क्वेसनमा चाहिँ हामीलाई अप्सन नै छैन त्यस्तो खाले छ यस्तो खाले अप्सन छ बुकमा हेर्नु त छ त्यस्तो अप्सन 4 वटा अप्सनमा छैन हो यस्तो खाले कन्फ्युजहरू गर्न सकिन्छ क्वेसनमा ट्रिक भनेको यही हो लोजिक भनेको यही हो बुझ्नुभयो कति इजी लजिक छ कि छैन त्यहाँ अप्सन यदि यही क्वेसनलाई चाहिँ तपाईलाई अहिले रिलेसन दिएको छैन भने अहिले अप्सन के भयो भने हाम्रो यो भयो हैन यदि अप्सन यस्तो दिएको भए चाहिँ के हुन्थ्यो अप्सन हैन यो अप्सन हुँदैन थियो यो अप्सन है यो मात्र अप्सन दिएको छैन त्यही भएर चाहिँ कुनै पनि क्वेसनको बेसमा चाहिँ हामी गर्न सक्छौँ ठीक छ त्यो फर्स्ट नम्बर पोइन्ट बुझ्नुभयो के भन्न खोजे मजाले बुझ्नुभयो अनलाइनको स्टुडेन्ट बुझ्नुभयो कति इजी छ यदि हामीलाई के फेरि पनि भने है यहाँ चाहिँ त्यसै अथर लयर र सिङ्गर योमा चाहिँ तिनैटामा योमा अप्सन दिएको छैन त्यही भएर चाहिँ हामी अप्सन के लगायो भने बी नम्बरको अप्सन लगायो ठीक छ यदि त्यही कुरा अप्सनमा चाहिँ यदि यो हुन्थ्यो भने हामी अप्सनमा के लाउँथ्यौँ यो अप्सनमा लाउँथ्यौँ है ठीक छ कति इजी छ कि छैन क्वेसनमा बुकमा कति इजी छ हो अब सेकेन्डमा अप्सन छ सेकेन्डमा सबै बुझ्नुहुन्छ भने हेरिहाल्नुहुन्छ के छ क्वेसनहरू लाग्छ अब पोइन्ट 2 मा के भनेछ इफ द फर्स्ट वर्ड इज रिलेटेड टु सेकेन्ड वर्ड के भनेछ भने इफ फर्स्ट वर्ड भनेको फर्स्ट वर्ड र आइटम हैन ए मानौ ए छ नि फर्स्ट आइटम or words are related to second यो सेकेन्ड सँग एकदम फुल्ली रिलेटेड छ है एन्ड सेकेन्ड वर्ड इज रिलेटेड टु थर्ड है सेकेन्ड छ नि जो ठुलोको जुन सर्कल छ नि हो त्यो सँग चाहिँ थर्ड आइटम मानौ न है थर्ड आइटम सम्म रिलेटेड छ भने के भनेछ भने सेकेन्ड वर्ड इज रिलेटेड टु थर्ड आइटम यहाँ के भनेछ ए इज रिलेटेड टु बी इज रिलेटेड टु सी छ नि हो अब यस्तो खाली क्वेसनहरु कस्तो खाली आउन सक्छ भने जस्तै अब तपाईले डे वीक र इयर योमा रिलेसन छ डे बनेर के डे भएर के हुन्छ वीक बनेर
इयर बन्छ हो जस्तै अब सेकेन्ड मिनट्स आवर सेकेन्ड मिनट्स आवर के हुन्छ मिनट पछि आवर बन्छ हो कति इजी छ हेर्नुस् त स्क्वायर रेक्टेंगल र पोलिगन सबै एउटा सबै रेक्टेंगल चाहिँ स्क्वायर हुन सक्छ सबै स्क्वायर चाहिँ रेक्टेंगल हुन सक्दैन यो कन्सेप्ट पढ्नु भएको छ 19 क्लासमा पढ्नु भएको छ नि हैन सो यस्तै खाली लजिकहरु हुन्छ के सिम्पल खाली लजिकहरु हुन्छ केही छ पोइन्ट नम्बर सेकेन्डमा बुझ्नुभयो र अब योमा भन्नुस् त ए कुन हुन सक्छ यो अप्सनमा मलाई ए कुन हुन सक्छ बी यो अप्सन हेरेर है सबैजना यो हेरेर बी या त्यही भएर तपाईले सबभन्दा सिम्पल सब्जेक्ट पार्टबाट हैन सिम्पल च्याप्टरबाट स्टार्ट गरे के लजिकल लाग्छ नि तपाईहरुलाई धेरै गाह्रो त्यही भएर चाहिँ भेन डायग्रामबाट केमा पोलिगनमा यस्तो हुन्छ यस्तो यस्तो हुन्छ के भन्नाले तपाईको यसो यसो हैन यसो हैन अनि त्यसपछि यसो यसो हैन यसो हुन्छ के बुझ्नुभयो अब त्यहीमा पार्टहरु दिएको हुन्छ के यसो यसो हैन यसरी नै भन्छ के पोलिगन बुझ्नुभयो पाँचवटा हुनु पर्यो के रेक्टेंगल चाहिँ पाँचवटा हुनु पर्यो जस्तै अब 1 2 3 हैन 4 र एउटा 5 भयो नि त 5 पोलिगन हुन्छ के पेन्टागन ओ पाँचवटा अझै अझै पनि दिन सक्छ नि त योमा 7वटा भयो भने पोलिगन हुन्छ जति हुन्छ नि हैन बुझ्नुभयो म्याथको सरले यो सिकाइहाल्छ यो कुराहरु सानो सानो कुराहरु ठीक छ हामी के बुझ्छौं भने स्क्वायर रेक्टेंगल पोलिगन सक्दैन रेक्टेंगल हुन सक्दैन त्यो कन्सेप्ट त म्याथमा पढ्नु भएको छ हो ठीक छ बुझ्नुभयो अब सेकेन्ड मिनट आवरमा कुन हुन्छ ए बी सी भन्नुस् अप्सन यताबाट हो स्क्वायर रेक्टेंगल पोलिगनमा हो त्यसरी नै हो अब क्वेशन नम्बर 7 मा हेर्नुस् त बुकको हेर्नुस् कति सिम्पल छ हैन यो कुरा कति गाह्रो लागिरहेको थियो के हो भनेर लागिरहेको थियो कि थिएन क्वेशन नम्बर 7 सन्जु इन्ट्रेस्टिङ लागिरहेको सोनम यस सर बुझिराख्नु भएको छ कति इन्ट्रेस्टिङ छ हैन केही न दिमाग लाउनु पर्ने रहेछ न केही गरिराख्नु पर्छ जस्ट बुझ्ने हो क्वेशन सल्भ गर्ने हो बुक छ तपाईहरुसँग छ सर सन्जु बुक छ न सर आज आइहाल्छ आज आएछ ल त्यसो भए म ग्रुपमा फोटो हाल्दिउ त ल फोटो हाल्दिउ त बाबु यस सर ल बुकमा ग्रुपमा फोटो पनि हाल्दिराख त म सबैको जति जति जुन क्वेशन भन्छु त्यो क्वेशन कति इजी छ हामी नपढेको बेलासम्म अहिलेसम्म चाहिँ लाग्थ्यो कि हैन यो धेरै गाह्रो होला भेन डायग्राम हैन धेरै सल्भ गर्नुपर्छ केही छ रिलेसनको बेसमा एनालाइजको बेसमा क्वेशनै सोध्दैन एनालाइजको बेसमा चाहिँ अलि तपाईहरुको जब क्याटको एक्जाम दिनुहुन्छ एमबीए तिर जानुहुन्छ त्यो बेला चाहिँ सोध्छ ठीक छ भयो सो क्वेशन नम्बर 7 मा के भनेछ के भनेछ अप्सन इन्डिया हरियाणा र वर्ल्ड इन्डिया हरियाणा र वर्ल्ड योमा के ए कुन हुन सक्छ भन्नुस् त अप्सन डी मा त बुझे अप्सन त डी छ तर योमा चाहिँ के ए यो यहाँबाट चाहिँ कुन ए हुन सक्छ हरियाणा केमा पर्छ इन्डियामा पर्छ अप्सन अब त्यसपछि के बी नम्बर कुन के हुन्छ बी हैन र सी वर्ल्डमा चाहिँ के पर्छ भने यो दुईटै कुरा इन्डिया र हरियाणा दुवै पर्छ हैन कति इजी छ क्वेशन हेर्नुस् त हेर्नु भयो आयुषा क्वेशन हेर्नु भयो यस हेरिरहेको छु कति इजी छ हेर्नुस् त भयो बुझ्नु भयो
के भनेछ अब फेरि पनि म एकचोटि रिभिजन गरिदिन्छु यो पोइन्टमा चाहिँ के भनेको छ भने इफ द फर्स्ट वर्ड इज रिलेटेड टु सेकेन्ड वर्ड इज रिलेटेड टु थर्ड हैन र थर्ड वर्ड इज के भन्छ दुईटैको हुन्छ ए र बी को दुईटैको ठीक छ सो सेकेन्ड वर्ड इज रिलेटेड टु थर्ड वर्ड आइटम ठीक छ बुझ्नुभयो पोइन्ट 2 बुझ्नुभयो मजाले बुझ्नुभयो सबैजना अनलाइनमा सर हो ओके अब त यस्तो खाली क्वेशन आयो भने मजाले बनाउन सकिन्छ अप्सनमा यो त टेस्टमा हामीले हेरिहाल्छौँ कतिको एनालाइज गर्न सक्छौ तिमीहरू के भइसक्यो पोइन्ट 3 मा के भन्दैछ अब पोइन्ट 3 मा हेरौँ हामी कतिवटा पोइन्ट पढ्नेवाला छौँ 10 वटा है र फेरि पनि लिङ्क आउँछ है सन्जु सोनम आइसा 5-7 मिनट पछि हामी आज एकदम इन्ट्रेस्टिङ कुराहरू पढिरहेछौँ है कि हो किन कति इजी छ नि केही पढ्नु परिरहेछ जस्तो लागि चाहिँ क्लासै छैन आज होइन हो कि होइन हो त्यही भएर सुरुदेखि चाहिँ आज म के भने होइन एकदम सिम्पल खालेदेखि चेप्टर स्टार्ट गरेँ लोजिकलको होइन पछि पछि अलिअलि गाह्रो पनि छन् त्यो चाहिँ म भन्छु त्यो चाहिँ त्यसको पनि सर्ट ट्रिकहरू दिन्छ हो पोइन्ट 3 मा के भनेछ इफ द टु डिफरेन्ट आइटम्स आर कम्प्लिटली रिलेटेड टु थर्ड आइटम त्यो दुईटा आइटम जुन छन् त्यो चाहिँ के हुन्छ भने थर्ड आइटमसँग चाहिँ रिलेटेड हुन सक्छ जस्तै अब तपाईको मदर सिस्टर र फ्यामिली भनिदिएपछि के हुन्छ छ नि हैन त त्यसरी नै भन्छ हस्बेन्ड वाइफ र फ्यामिली हस्बेन्ड वाइफ के हो फ्यामिली हो त्यसरी नै के भन्छ हस्बेन्डलाई के भन्न सकिन्छ अनि ए वाइफलाई फ्यामिलीलाई हो चाहिँ के भनेछ इफ द टु डिफरेन्ट आइटम्स आर कम्प्लिटली रिलेटेड टु थर्ड आइटम कति इजी छ हैन हेर्नुस् त ए सँग बी है त्यो चाहिँ छुट्टा छुट्टै हो हस्बेन्ड भनेको छुट्टै हुन्छ नि त हैन अनि मदर भनेको छुट्टै हुन्छ सिस्टर भनेको छुट्टै हुन्छ नि तर त्यो तिनीहरू के क्याटेगोरीमा राख्न सकिन्छ त हामी फ्यामिलीको क्याटेगोरी हैन सो त्यसरी नै भन्छ पोटेटो क्याबेज र भेजिटेबल पोटेटो पनि के पर्यो भेजिटेबलमा पर्यो क्याबेज पनि केमा पर्यो तरकारीमा पर्यो भेजिटेबल के हो भने तरकारी दुईटै तरकारी हैन क्याटेगोराइज गर्न सक्यो हामी रिलेसनको बेसमा क्याटेगोराइज गर्न सक्यो नि त के को कारणले गर्दाखेरि चाहिँ यो भेजिटेबल हो त्यही भएर चाहिँ हामी के बुझिरहेको छौँ यो दुईटा अप्सन यो दुईटा चाहिँ के हो तिमीहरू पनि इक्जाम्पल देऊ न यार यति सिम्पल खाली इक्जाम्पल दिन्छु तिमीहरूको इक्जाम्पल देऊ भन न त्यस्तो खाले सोचेर भनस् त एकदम इन्ट्रेस्टिङ ल 2 मिनट टाइम छ सोच न के छ सिम्पल खाले हो कि हैन सर ल भन त ओके नाइस एक्जाम्पल स्प्राइट कोक हुन्छ सीओ के हुन्छ ल कोक र कोल्ड ड्रिंक हैन ओ यस्तै खाली क्वेशनहरु आउँछ है भेन डायग्राममा भनेको आउने खाले नै यस्तै खाले क्वेशन हो तिमीहरुमा कति लोजिक छ नि केही पनि गर्नु परिरहेछ हामीलाई हो ल अब 28 नम्बरको क्वेशनमा हेर्नुस् त यस्तै खाले भनेको छ कति इजी छ है सन्जु यस सर के भनेछ 28 नम्बर क्वेशनमा फादर र मदर्स के छ अप्सनमा फादर्स मदर्स र यो दुईटा केमा पर्छ प्यारेन्ट्समा हैन हो कि हैन कति इजी छ भन्नुस् त भयो
अप्सन बुझ्नुभयो यस्तो खाली क्वेसनहरु अप्सनमा के छ हेर्नुस् त सी छ सी हुन्छ कसरी अब योमा चाहिँ अरु पनि अप्सन दिन सक्थ्यो नि त के को आधारमा त्यो चाहिँ अब एकैचोटी 10 वटा पोइन्ट पढेपछि तपाईहरुले सबै यो प्र्याक्टिस गर्नुपर्छ यो प्र्याक्टिस नगरिकन चाहिँ यो कुराहरु हुँदैन ठीक छ हाम्रो लाग्छ कि कति इजी छ हैन पढाउँदै भएपछि एक सर के पढाइराखेछ हैन यति सिम्पल कुराहरु पढाइराखेछ लागिराछ नि तर हो प्र्याक्टिस नगरेपछि यस्तै खाली क्वेशन आएपछि कन्फ्युज हुन्छ हाम्रो 5 मार्क्स जान्छ 5 मार्क्सबाट 5 मार्क्स आउँछ यहाँबाट भेन डायग्रामबाट सर यसबाट 5 मार्क्स हो 5 मार्क्स आउँछ यो च्याप्टरबाट ठीक छ सर अब हामी जाउँ पोइन्ट नम्बर 4 मा पोइन्ट नम्बर 4 मा के भनेको छ त पोइन्ट नम्बर 4 मा चाहिँ if 3 is some relation between two items के भनेछ भने तीनटाको रिलेसन तीनटाको जुन छ नि तीनटा रिलेसन मध्ये चाहिँ दुईटा रिलेसनको एकदम क्लोज छ हैन दुईटा रिलेसन त्यही भित्र हामी के पढाएको थियो त्यहाँ चाहिँ यो वालामा के पढाएको छ हामी if two different items are completely related to third item यहाँ चाहिँ के भनेको छ अबको क्वेशनमा if two items हैन if there is some relation between two items है दुईटा आइटम्स को रिलेसन तर थर्ड को रिलेसन कम्प्लिटली हुन्छ त्यो दुईटैको रिलेसन कम्प्लिटली हुन्छ पहिला चाहिँ के हुनु पर्यो भने दुईटाको रिलेसन हुनु पर्यो अनि त्यो दुईटाको रिलेसन पनि के हुनु पर्यो थर्ड को रिलेसन थर्डसँग रिलेसन हुनु पर्यो ठीक छ जस्तै भेन डायग्राममा हेर्दाखेरि कस्तो हुन्छ ए बी सँग रिलेसन छ तर सी पनि के छ भने ए बी दुवैसँग रिलेसन छ के कति इजी छ हेर्नुस् त छ कि छैन जस्तै अब मेल मा के भन्छ फादर र ब्रदर्स मेल भनेको त ब्रदर्स पनि हुन सक्छ फादर्स पनि हुन सक्छ यहाँ चाहिँ तपाईको अप्सनमा क्वेशनहरुमा जति बेला एक्जाम दिनुहुन्छ त्यति बेला चाहिँ यहाँ अंकल पनि लेखिदिन सक्छ हैन मेटेरियल अंकल पनि लेखिदिन सक्छ हैन यस्तै खाली क्वेशनहरु आउँछ तर लजिकल छ नि त छ कि छैन हो यही कुराहरु आउँछ के क्वेशन पनि लजिक छ डग पेट र एनिमल डग पनि हो पेट पनि हो तर दुईटै के हो एनिमल हो तर डगको बच्चाले के भन्छ हो अब मेलमा यहाँ चाहिँ के भयो अप्सनमा यो सी भयो भने फादर र ब्रदर्स के भयो बी र ए भयो जस्तै अब पेटमा चाहिँ के भयो भने ए यसलाई मान्यो भने बी सी चाहिँ अप्सनमा कस्तो खाले अब भेन डायग्राममा टिक लाउने त हामी होल हो गुड लाग्यो नि त काम पहिला हामी कसरी पढिरहेको थियो टु रिलेसनशिप दुईटा रिलेसन बनाएर तेस्रोमा चाहिँ हामी गरिरहेको थियौँ नि त भेन डायग्राम पहिला पढिरहेको थियौँ नि यहाँ चाहिँ कति इजी छ हेर्नुहोस् त हामी बेकार पढ्यो नि त 19 क्लासमा त्यति रिलेसन याद भयो कि हो गुड ल क्वेशन नम्बर 4 हेर्नुहोस् त अब त्यसै खाले क्वेशन छ बुकको क्वेशन नम्बर 4 छिटो अप्सन के हुन्छ के छ क्वेशन के छ रिलेसन के को छ फ्याक्ट्री प्रोडक्ट र मेसनरी कति इजी छ हेर्नु त प्रोडक्ट मेसनरी हैन त फ्याक्ट्रीमा के पर्छ भने प्रोडक्ट पनि पाइन्छ र मेसनरी पनि पाउँछ हो कि न सो अब यहाँ अप्सन के हुन सक्छ सी चाहिँ फ्याक्ट्रीले मान्यो भने प्रोडक्ट केले मान्यो ह प्रोडक्ट र मेसनरीमा त लिंक छ नि त लिंक के देखाएको छ यहाँ प्रोडक्ट भन्छ हो सो मेटर प्रोडक्ट भनेको अब मानौ हामी बी मान्यो भने मेसनरीले चाहिँ ए मान्ने ए मान्ने कति इजी छ हेर्नुस् त छ कि छैन तपाईहरुको क्वेशन एउटा सल्भ भयो 1 मार्क्स पाइहाल्नु भयो कति लजिकल छ लजिक लाउने अलिकति लजिक लाउने सक्छु तर हो प्र्याक्टिस नगरेकोसम्म चाहिँ यो कुराहरु चाहिँ हामी बुझ्न सक्दैनौं प्र्याक्टिस चाहिन्छ कि चाहिदैन अब चाहिन्छ हो बिना प्र्याक्टिस गरिकन चाहिँ यो क्वेशनहरु चाहिँ हामीलाई लाग्छ कि यति इजी छ के किन प्र्याक्टिस गर्छु तर चाहिँ हामी यही कुराहरुले गर्दाखेरि चाहिँ हामी 4-5 मार्क्स चाहिँ हामी लस गर्न सक्छौं त्यो भएर चाहिँ प्र्याक्टिस गर्नुपर्छ ठीक छ
यो कन्सेप्ट बुझ्नुभयो पोइन्ट 4 मा के भन्यो if there is a some relation between two items what is whole है ठीक छ अब अर्को पोइन्टमा जान सक्छौं हामी सर बुकमा 4 नम्बरमा कति नम्बर क्वेशन बनाएको थियो हामी 4 नम्बर हो 4 नम्बरमा के भनेको छ ए यहाँ चाहिँ तपाईको अप्सनै दिएको छैन यहाँ चाहिँ कुन अप्सन हुन सक्छ त बी हुन्छ बी हुँदैन हो बी हुन सक्छ के बी हो बी छ अप्सनमा हेर्नुस् त राइट एन्सर के छ कति डी छ त्यसो भए चाहिँ योमा के भनेको छ भने रङ छैन के पढाउनु पर्छ नि सेटिस्फाई गर्दिनु त्यो कन्डिसनलाई जुन 28 नम्बर अघि पढेको थिए नि हजुर हजुर यो हैन हामी जस्ट हेरिरहेको छु क्वेशन म त्यताबाट लिएको थिएँ हैन तर के भनेको छ भने यहाँ चाहिँ अप्सनै दिएको छैन के क्वेशनले ठीक आएको न ल 28 नम्बरको क्वेशन पेरेन्ट्स 28 नम्बरको क्वेशनमा के भनेको छ पेरेन्ट्स मदर एन्ड फादर पेरेन्ट्स मदर र फादर छ हैन सो यसको के हुन सक्छ भन्नुस् त यसो हैन यसो हैन सो फादर के भयो भने फादर यो भयो मदर यो भयो र के भयो प्यारेन्ट्स चाहिँ यो दुईटै प्यारेन्ट्स भयो हैन छैन त्यहाँ अप्सनै दिएको छैन अप्सन डाइरेक्ट रिलेसन छ त्यहाँ पनि के छ भने अप्सनै दिएको छैन के पनि एउटै हो सक्दैन सक्छ कन्डिसन दिएको छ योमा अप्सन कन्डिसन के दिएको छ भने तपाईको कन्डिसन के दिएको छ भने फादर हैन सरी फ्याक्ट्री प्रोडक्सन र मेसनरीको सरी प्रोडक्ट मसिनबाट के भन्छन् प्रोडक्ट भन्छन् मसिन नभइकन प्रोडक्ट बन्न सक्छ सक्दैन प्रोडक्ट त बिना मेसिनको पनि बन्न सक्छ नि त बन्न सक्दैन सक्दैन बिना हातले त्यो के भन्छ नि हामी घाइला बनाउन सक्दैनौँ मसिन चाहिन्छ हैन ल मानौ हजुर सर हजुर हजुर घाइला पोइन्ट तर अब अप्सनै दिएको छैन भने हामी के गर्न सक्छौँ त त्यसको लागि राइट चुज अप्सन के गर्न सक्छ त त्यही त भनेको त्यही लोजिक हो क्या यसमा अप्सन दिएको छ त त्यस्तो छैन भने के लाउने त हामीलाई के रिलेसन बेस्ट रिलेसन सरी बेस्ट एन्सर के हुन सक्छ त हामीसँग बी हुन सक्दैन हो त्यही भनेको छ क्या त्यही भन्न खोजिरहेको छु म अघिदेखि के भन्न खोजिरहेको छु भने यदि अप्सन दिएको छैन भने हामी त हुन त त्यो उता पनि म दुईटा भने नि त पोइन्ट 1 र पोइन्ट 2 मा जस्तो लाग्यो नि रिलेसन सेमै छ तर अप्सन दिएको थिएन भने क्वेशन के भयो अर्को एन्सर आयो नि त हो त्यसरी नै यहाँ पनि के छ भने पोइन्ट 4 मा पनि के छ भने फ्याक्ट्री प्रोडक्सन मेसनरीमा त्यो अप्सन छैन भने त्यसको बेस्ट अल्टरनेटिभ एन्सर कुन हुन सक्छ डी हुन सक्छ बुझ्यो बुझ्नु भयो सबैजना अप्सनमा हेरेर यो एन्सर दिने हो के खासमा तपाईको पोइन्टमा त म पोइन्ट वाइज बुझाइरहेको छु हैन 10 वटा पोइन्ट बुझ्नु पर्छ हजुर रङ छ त्यो अब क्वेशनमै दिएको छैन अप्सन भने हजुर product and machinery are two different from each other but both are found in factory तर यो डाइरेक्ट रिलेसन हुनु पर्दैन हो रिलेसन हुनु पर्यो हो तर यसको चाहिँ एक्सप्लेनेसनमा के गरेछ भने जस्तै अब हामी यस्तो यता चाहिँ जुन छ नि ल मानौ हामी यो पनि 3 नम्बर जस्तै हुनु पर्यो तर अप्सन दिएको छैन हामीसँग अप्सनै दिएको छैन त हामी के गर्ने प्रोडक्ट and machinery they are two different things but found in factory सो फाउन्ड इन फ्याक्ट्रीमा के भनेको छ भने हामी यो अप्सन चाहिँ यस्तो यो तपाईँ भन्न खोजिरहेको छु म यसरी हुन सक्छ नि त यसो हुन सक्छ पोइन्ट 3 मा हुन सक्छ नि त तर त्यो कुराले त्यहाँ चाहिँ के भनेको छ भने रिलेसन देखाउन खोजिरहेको छ बुझ्नुभयो तर दुईटै कुरा चाहिँ फ्याक्ट्रीमा भेट्छन् हैन
पोइन्ट 4 मा के भनेको छ भने तपाईले रिलेसन ए र बी को रिलेसन हुनुपर्ने हुन्छ हैन कन्डिसनको आधारमा है तर यो चाहिँ क्वेशन चाहिँ तपाईको यहाँ म्याच गर्यो नि त जस्तै अब तपाईले प्रोडक्ट यसलाई मान्नु भयो भने मेसनरी यसलाई मान्नु भयो भने फ्याक्ट्री त यो भयो नि त हैन तर यही कुरा कन्डिसन सेटिस्फाई गरेको छ सो कन्डिसन त्यही त म भनिरहेको छु पोइन्टमा तपाईले 10 वटा पोइन्ट पढ्नु भयो भने त्यही मध्ये चाहिँ डायग्राम आउँछ के तपाईले कन्डिसन हेर्नुपर्छ तर इजी छ नि त ठीक छ पोइन्ट नम्बर 4 बुझ्नु भयो अब यस्तो खाले क्वेशन तपाई भोलि मलाई म त हेरेपछि म सोचे यही होला अप्सन हैन म अप्सन हेरिन ठीक छ भोलि चाहिँ यस्तो खाले क्वेशनहरु छन् बुकमा भोलि सबैजना प्र्याक्टिस गरेर यो क्वेशन चाहिँ यसको पोइन्ट नम्बर 4 को तपाईहरुको होमवर्क भयो एउटा कुन क्वेशन हो त्यही बुक मध्ये है पोइन्ट नम्बर 4 को होमवर्क भयो कुन क्वेशन हो त्यस्तो खाले ठीक छ पत्ता लगाउन सकिन्छ नि त बुझ्नु भयो तपाई पत्ता लगाउन सकिन्छ इजी छ क्या केही पनि हामी जस्ट लोजिक लाउने हो टिक लाउने हो क्या तर त्यो चाहिँ लोजिक हुनु पर्यो के लोजिक हुनु पर्यो लोजिकल गाह्रो गरिन्छ अस्ति पनि तपाईले भन्दै हुनुहुन्थ्यो म्याथमा हैन कति लोजिक हैरान पारे त्यो हैन ठीक छ ल अब पोइन्ट नम्बर 5 मा पोइन्ट नम्बर 5 मा के भनेको छ भने टु आइटम्स आर रिलेटेड टु थर्ड आइटम्स के छ दुईटा आइटम्स छ नि ए र बी तीन के हुन्छ भने सम पोर्सन ए र बी को सम पोर्सन तपाईले के हुनु पर्यो भने थर्ड आइटम सम्म चाहिँ हुनु पर्यो तर थर्ड आइटम को सबै चाहिँ हुनु भएन के सबै हुनु भएन बी को पनि ए को पनि सम पोर्सन चाहिँ सी सँग म्याच हुनु पर्यो बी को पनि सम पोर्सन सी सँग म्याच हुनु पर्यो तर सी को सबै पोर्सन चाहिँ हुनु भएन के दुईटैसँग हुनु भएन जस्तै मेरो क्यारेक्टर है र तिम्रो क्यारेक्टर है यसको क्यारेक्टर सम क्यारेक्टर के हुनु पर्यो भने मेरो क्यारेक्टर तिमीसँग पनि अलिकति म्याच हुनु पर्यो तिम्रो क्यारेक्टर पनि तिमीसँग म्याच हुनु पर्यो तर तिम्रो क्यारेक्टर चाहिँ पुरै मसँग र दुवै जनासँग म्याच हुनु भएन के बुझ्नु भयो कति इजी छ पोइन्ट के भनेको छ भने दुईटा पोर्सनको केही कुराहरु चाहिँ म्याच हुनु पर्यो र थर्ड आइटमको चाहिँ सबै कुरा चाहिँ म्याच हुनु भएन है बुझ्नु भयो कति छ इजी सो के भनेको छ टु आइटम्स आर रिलेटेड टु थर्ड आइटम टु सम एक्सटेन्ट बट नट कम्प्लिटली पुरै कम्प्लिटली हैन है कम्प्लिटली हैन तर एन्ड फर्स्ट टु आइटम्स टोटली डिफरेन्ट तर यो आइटम चाहिँ टोटली डिफरेन्ट ठीक छ बुझ्नु भयो जस्तै अब म्यान सिंगर र ओम्यान त्यहाँ पनि अघि पनि केही अप्सन पढेको थियो यस्तै खाली पढाएको थियो नि त हैन सो मान्छे सरी मेल पनि हुन सक्छ सिंगर ओम्यान पनि हुन सक्छ सिंगर हैन अनि त्यसपछि चाहिँ सिंगर त दुटै हुन सक्यो नि त हैन रिलेसन चाहिँ अब यसको अलि रिलेसन यो हुन सक्यो यसको अलि रिलेसन अलि हुन सक्यो तर सिंगर त दुईटै बन्न सक्यो नि त हो कि हैन सो योमा अब के हुन सक्छ भन्नुस् त अप्सन यसलाई चाहिँ ए कुनलाई ए मान्ने कुनलाई बी मान्ने कुनलाई सी मान्ने सी मान्ने सो डग पेट र क्याट के मान्ने ए डग भयो बी क्याट भयो र के भयो डग ए भयो बी क्याट भयो बी क्याट भयो बच्चा जस्तो देखिन्छ नि त हैन बी भएन क्याट भएन यो भएन तपाईको पेट भनेको यो बिरालोसँग त अलि बिरालोको बच्चाले पनि पेट भन्न सकिन्छ नि त हो सरी म त्यो अप्सन हेर्नु भयो कति कन्फ्युज गरिदिन्छ यस्तै कुराको चाहिँ धेरै कन्फ्युज गर्छ क्या पेट भनेको जस्तै अब डग पनि पाल्ने जनावर हो क्याट पनि पाल्ने जग्गा बनाउन सक्छ कुनै पेट हुन सक्छ त अप्सन के हुन सक्छ ए बी सरी के भइहाल्यो ए बी र सी भयो ठीक छ अब ब्रिक हर्स र ब्रिज के हुन सक्छ ए अप्सन के हुन सक्छ तपाईहरु पनि भन्नुस् सन्जु सुमित आयुषा ब्रिक के हुन सक्छ टी हुन सक्छ हर्स के हुन सक्छ ए हुन सक्छ के ट्रिक लाग्यो हामी के लोजिक लाग्यो हामी पुल बनाउँदाखेरि पनि इटा लाग्छ घर बनाउँदाखेरि पनि इटा लाग्छ हैन तर
तर अब ब्रिक चाहिँ के हुन्छ भने दुईटैमा लाग्यो हैन सो त्यही भनेछ नि त हैन यसलाई चाहिँ हामी के भन्न सक्छौँ भने ब्रिक यसलाई भन्न सक्छौँ भने यसलाई चाहिँ के गर्न सक्छौँ भने ए भनेको हस भन्न सक्यो भने हैन एउटा चाहिँ ब्रिज भन्न सक्यो कति इजी छ हैन लोजिक छ नि सो क्वेसन नम्बर 36 मा हेर्नुस् त यस्तै खाले क्वेसन छ सर तर बहुत लजिक क्वेशन्स भयो त क्वेसन पाएको छैनौ 36 नम्बर बी हुन सक्छ अप्सन छ अप्सनमा छ कति इजी छ नि हैन लोजिक लाउने हजुर हजुर भन्नुस् त आइसो जी धेरै लजिक लगाउनु पर्छ धेरै हैन थोरै 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 हो के इन्ट्रेस्टिङ पारेर तर क्वेशन बनाउनु पर्छ हो के न अलिकति इन्ट्रेस्टिङ छ क्या छ अप्सन कति इजी छ हैन ल अब पोइन्ट नम्बर हामी 5 बुझ्यौ नोट गर्नु भयो सबैजना नोट गरिराख्नु भएको छ भिडियो पाउँछ भने पछि फेरि हेर्ने किन टाइम वेस्ट गर्ने नोट दिन्छु म पिडिएफ पठाइदिन्छु तर हुन त यो बुकमा पनि छ एउटा पोइन्ट मात्र छैन बुकमा है ल ल अब पोइन्ट नम्बर 6 मा के भनेको छ त so all the 3 items are related to one another है but some extend not completely के भनेको छ भने तीनटा पोर्सन ए बी र सी तीनटैको केही कुराहरु चाहिँ मात्र तीनटैसँग रिलेसन हुनु पर्यो के पहिला चाहिँ के गरेको थियो हामी योमा के बुझ्यो हामी योमा चाहिँ दुईटाको रिलेसन तेस्रोसँग हुनु पर्यो थोरै थोरै तर कम्प्लिटली हैन हैन तर यहाँ चाहिँ के भनेको छ भने तीनटैको रिलेसन चाहिँ तिनैसँग म्याच हुनु पर्यो मेरो पनि अलिकति जुन बिहेभियर छ त्योसँग पनि म्याच हुनु पर्यो तिम्रो पनि बिहेभियरसँग म्याच हुनु पर्यो तिम्रो पनि बिहेभियर मसँग अलिकति म्याच हुनु पर्यो तिम्रो पनि तिमीसँग म्याच हुनु पर्यो सो तीनैजनाको बिहेभियर तीनैजनासँग चाहिँ म्याच हुनु पर्यो कति इजी छ है हो कि नि कन्सेप्ट चाहिँ बुझ्नुभयो बट नट कम्प्लिटली हैन सो मेरो त पुरै पुरै बिहेभियर त तिमीसँग कहाँ म्याच हुन सक्छ सक्छ आइसा नाइ सर लोजिकल छ हैन लोजिक छ नि त तीनटैको इन्टरसेक्सन हुनु पर्यो भनेको तीनटैको कुराहरु चाहिँ केही कुराहरु चाहिँ पोर्सनहरु चाहिँ म्याच हुनु पर्यो त्यही पनि भनेको छ के नट कम्प्लिटली ठीक छ सो अब वाइज स्टुडेन्ट र एथलीट्स अप्सनमा के छ के हुन सक्छ ल बोइज के अप्सन के हाल्न सक्छ हामी ए बी र सी के हाल्न सक्छौं ए मा एबीसी कुनैले गर्दियो भने हुन्छ हैन हो कि हैन सो भ्यान डायग्राममा कसरी आउँछ ए बी सी अब इन्जिनियर कोडर र म्युजिशियन के हुन सक्छ तिनटै कोही पनि भन्न सक्छ नि त इन्जिनियर पनि कोडिङ गर्न सक्छ हैन म्युजिशियन पनि के गर्न सक्छ भने थोरै थोरै त काम लागिहाल्छ लाग्छ कि लाग्दैन इन्जिनियरमा पनि हामी जस्तै अब तपाईको के भन्छन् यो के पढाइ हुन्छ क्या प्यासन साथन अलिअलि पढ्नु पर्ने हुन्छ हैन इन्जिनियर कोडर र म्युजिशियन तिनटै मान्छे हो रिलेसन हो जे पनि लोजिक लाउँदा हुन्छ के तिनटै मेल या मेल हुन सक्छ हो भ्यान डायग्राम त अब यस्तै हुन्छ हैन तर लोजिक जे पनि लाउन सक्यो क्या आफ्नो मनले लोजिकल भनेको रिजनिङ नै यसो हजुर योसँग यसको रिलेसन चाहिँ यसको छ तर यो सबैको इन्टरसेक्सन छ हैन हो कि हैन जे पनि लोजिक लाउँदा भयो क्या हामीलाई लोजिक बुझ्नु छ क्या लोजिकल रिजनिङ भनेको नै यही हो अलिकति लोजिक लायो जे मिल्यो ल ट्याक्क लगाइदिने क्या अप्सनमा ठीक छ सो अब हामी बुझ्यौ अब इन्जिनियरिङमा के गर्न सक्यो इन्जिनियर ए हाल्यो बी हाल्यो सी हाल्न सक्यो नि त हैन सो यस्तो क्वेशन चाहिँ हाम्रो 20 नम्बर क्वेशनमा हेर्नुस् त 20 नम्बर क्वेशनमा के छ ल अप्सनमा क्वेशन के छ के छ टल म्यान कस्तो इजी क्वेशनहरु छ हैन टल म्यान ब्ल्याक हेयर पिपल अनि त्यसपछि के छ इन्डियन तीनटै सबै हुन सक्छ नि त
दुइटै मान्छे टल र इन्डियामा त दुइटै मान्छे हुन सक्छ नि त होइन हो कि होइन इन्डियन पनि हुन सक्छ केही जे लोजिक लाउँदा पनि हुन्छ क्या लोजिकलमा हो अप्सनमा के छ ब्ल्याक इयर अप्सन ए हुन्छ हो योमा चाहिँ लोजिक जे पनि लाउँदा हुन्छ तर पोइन्टहरू दिएको छ 10वटा पोइन्टभित्र नै बस्नुपर्छ हामीलाई त्यो कुरा मात्र बुझाउन कोसिस गरिरहेको छ हामी ठिक छ ल अब चाहिँ पोइन्ट नम्बर कतिमा गयो हामी पोइन्ट नम्बर 7 पोइन्ट नम्बर 7 मा के भनेछ त टु आइटम्स आर रिलेटेड टु इच अदर दुईटा आइटम्स के हुनु पर्यो भने कम्प्लिटली रिलेटेड टु इच अदर हुनु पर्यो है तर थर्ड आइटम चाहिँ इन्टरलिंक दुईटैको छुट्टा हुनु पर्यो क्या उल्टो हुनु पर्यो है त ए र बी को ए सँग चाहिँ रिलेसन बी को हुनु पर्यो तर ए र बी को छुट्टै हुनु पर्यो त्योसँग केही पनि रिलेसन हुनु पर्यो बी को छ कि छैन कति इजी छ जस्तै अब तपाईले इक्जाम्पल हेर्नुभयो भने काउ क्रोज र म्यामल्स भनेको एउटै हो बर्ड्समा गयो हो कि होइन के हुन सक्यो के गर्न सक्यो भने म्यामल भनेको क र यो भनेको क चाहिँ तपाईले के मान्यो ए मान्यो भने बी लाई चाहिँ ए मान्यो सी चाहिँ यो भयो हैन कति इजी छ जे पनि लजिक लाग्यो टिक लगाइदिने के अप्सन आयो ठिक छ तर यो मात्रै प्र्याक्टिस चाहिन्छ है अनि पनि म भन्दैछु यदि प्र्याक्टिस गर्नु भएन भने यस्तो क्वेशनहरु चाहिँ हामी रङ गर्न सक्छौं ठिक छ उहाँ भाइसँग पनि अर्को अरु पब्लिकेसनको बुक छ त्यहाँबाट पनि प्र्याक्टिस गर्ने हैन प्र्याक्टिस त गर्नु छ नि हामीसँग टाइम छ अहिले केही इन्जोयमेन्ट त गर्ने हो नि एक्जाम चाहिँ अब हाम्रो रिजल्ट आएपछि विथिन 1 मन्थ पछि चाहिँ इन्ट्रान्सको फर्म खोलिन्छ है अनि त्यसपछि चाहिँ एक्जाम हुन्छ सो अहिले टाइम छ हामीसँग लगभग तपाईको 1.5 महिनादेखि 2 महिना नै छ टाइम हैन सो त्यो रिजल्ट पछि तपाईको 1 मन्थ पछि खोल्छ के इन्ट्रान्स फर्म 15 डेज या 20 डेज भनौं न यसपालि त झन् 15 डेज सम्म आउँछ अनि त्यो त भइहाल्छ नि त्यो 6 महिना त हुँदैन यसपालि चाहिँ 3 महिना 4 महिनासम्म चाहिँ हुन सक्छ ठीक छ ल हामी यो क्वेशनमा छौं त्यो कुराहरु चाहिँ म फेरि क्लासमा युट्युबमा बुझाउँछु कसरी के फर्म खोल्ने कुनै नोटिस आयो भने म युट्युबमा हाल्दिन्छु है त्यो युट्युबमा सबैजना अपडेटेड भइराख्नुहोस् है ठीक छ लायन कार्निभोरस र काउ के हुन सक्छ अप्सनमा के हुन कसलाई ए भन्ने कसलाई बी भन्ने कसलाई सी भन्ने लायन चाहिँ ए भन्न सक्यो है कार्निभोरस चाहिँ बी भन्न सक्यो तर सी चाहिँ क भनेको छुट्टै भयो के हैन त्यो घाँस खाने जनावर भयो कि भएन ल अब त्यसो भए यहाँ चाहिँ इन्जिनियर ह्युमन बिङ्स र डग भनेको ए ह्युमन बिङ्स बनाउन सक्यो भने बी चाहिँ इन्जिनियर किन ह्युमन बिङ्स नै इन्जिनियर बन्छ नि त मान्छे नै इन्जिनियर बन्छ नि त हैन र डग भनेको त कुनै रिलेसनै छैन त्यसको हैन त्यस्तै खाली अप्सन दिन्छ क्या ठीक छ यहाँ चाहिँ प्र्याक्टिसको मात्र जरुरी छ कि छैन केही बुझ्नु परिरहेछ हामीलाई हैन नाइट्रोजन एयर र आइस भनेको नाइट्रोजन के हो एयर हो हैन सो नाइट्रोजनमा चाहिँ यसलाई चाहिँ ए माने नाइट्रोजनलाई ए माने एयर भनेको बी भयो हैन आइस भनेको कुनै रिलेसनै छैन सी भयो केही पनि बुझ्नु परेछ क्वेशन नम्बर 25 हेर्नुस् हेर्नुभयो हुँदैन त्यो त्यति लोजिकलै आउनु पर्दैन हामीलाई त्यो साइन्सको लोजिक लाउनु पर्दैन यता सिम्पल बुझ्ने के छ भने एयर भित्र चाहिँ हाम्रो नाइट्रोजन आउँछ भनेको यो भनेको नाइट्रोजन भनेको यो भयो भने एयर चाहिँ हाम्रो यो भयो सी चाहिँ यो त्यही भनेको छ लोजिक 1% एयर छ 78% नाइट्रोजन छ भनेको एयर भनेको एयरमा चाहिँ हाम्रो नाइट्रोजन छ कि छैन नाइट्रोजनमा एयर छ हो ल त्यही लोजिक लाऊ के छ र हामीलाई तर एयरमा त हाम्रो जुन सास लिइरहेको छ हामी नर्मली बुझिरहेको छु भने चाहिँ नाइट्रोजन पनि छ भने बुझिरहेछौँ नि त हामी नभए चाहिँ कसरी हामी उब्न सक्छौँ पर्सेन्टेजको साइन्सको लोजिकै लाउनु पर्दैन क्या हामीलाई यहाँ हेर्नुहोस् न के भन्नु अप्सन 25 नम्बर क्वेसन हेर्नुहोस् न फर्ममा हेर्दाखेरि नाइट्रोजन र आइसको रिलेसन हुन्छ -78 डिग्री
अन्डा नाइट्रोजन हुन्छ त्यसपछि आइस हुन्छ अनि तिनीहरू छुट्टै भइहाल्छ अब के गर्ने हामी क्वेसनलाई यस्तै भनेको छ भने के गर्ने अनि फेरि त्यो लिपिड दुइटै आइस तर यहाँ चाहिँ रिलेसन जस्ट हामी क्वेसनमा यस्तो दिएको छ कि मानव के भइरहेछ भने नाइट्रोजन चाहिँ एयरमा छ हामी सिम्पल लोजिक लाउँ नाइट्रोजन चाहिँ एयरमा छ आइस भनेको छुट्टै कुरा सलिड भयो त्यसै कारण हो केही पनि लोजिक छैन कि लोजिकल भनेको यस्तै हो अझै झन् कन्फ्युज छ दुइटै सेटिस्फाइङ गरिरहेछ नाइट्रोजन लिपिड फर्ममा पनि हुन सक्छ एयरमा पनि हुन सक्छ हो ल अब के गर्ने त तर अब योमा चाहिँ के भनेको छ हामी सिम्पली लोजिक लाउँ क्या सिम्पल लोजिक लाउँ के छ भने बुझिराख्नु भएको छ सन्जुजी तपाईँहरू पनि बुझ्नुहोस् भन्नुहोस् बोल्नुहोस् सर बुझिराख्नु भएको छ सोनम यस सर ल लोजिक के छ भने हामी एयरमा नाइट्रोजन हो खान्नुमा छ एयरमा के छ भने नाइट्रोजन छ आइस भनेको छुट्टै कुरा भयो क्या लोजिक लाउनै सक्यो ठिक छ क्वेसन नम्बर 25 हेर्नुहोस् कति इन्ट्रेस्टिङ छ नि आज होइन ल तपाईँहरू लगभग एक हप्ता डेढ हप्तादेखि हाँस्नु भएको थिएन आज त हाँसिहाल्नु होइन सागरजी हो कि होइन हाँस्नु भएको थियो कि थिएन क्लासमा रबी क्रप प्याडी एन्ड व्हीट रबी क्रप र प्याडी एउटा भयो र व्हीट बनेको आटा भयो छ कुनै रिलेसन अप्सन के हुन सक्छ उता क्वेसन पाउनु भएको छ सबैजना ग्रुपमा छ के हुन्छ अप्सन ए हुन्छ है त्यहाँ अरू अप्सन भएको भए अरू अप्सन पनि हुन सक्थ्यो कि म भनिरहेको छैन कि केही अप्सन राइट हो भनेर त्यहाँ चाहिँ केही पनि दिएको छैन कि हामीलाई जस्ट डायग्राम दिएको छ कुन रिलेसन हो त्यति मात्र त्यसैमा लगाइदिने क्या त्यति हो मात्र कति इजी छ मैले नै के नाम हो तपाईँको अनिसजीले नै मलाई के भन्नुभएको थियो भने बिहानै सर यो लोजिकल भनेको के हो छ धेरै गाह्रो छ कि के हो कि होइन सोध्नु भएको थियो कि होइन बिहान कति इजी छ ल अघि चाहिँ अब पछि चाहिँ अलिकति गाह्रो हुनसक्छ त्यति ल ठिक छ पोइन्ट नम्बर 8 मा के भनेछ फर्स्ट आइटम इज कम्प्लिटली रिलेटेड टु सेकेन्ड आइटम होइन एन्ड थर्ड आइटम इज पार्सली रिलेटेड टु फर्स्ट आइटम एन्ड सेकेन्ड आइटम के भनेछ भने के भनेछ म एसँग रिलेसन चाहिँ बी को पुरै हुनु पर्यो होइन तर सी को रिलेसन चाहिँ के हुनु पर्यो भने बी सँग पनि हुनु पर्यो ए सँग पनि हुनु पर्यो क्या हामी अघि पनि त्यही कुरा लागेको थियो नि त हामी त्यही कुरा पढ्नु लागेको थियो नि होइन तर अब यसको इक्जाम्पलमा हेर्नुहोस् न कस्तो खाले इक्जाम्पल हुन सक्छ सो डग एनिमल र फ्लेस इटर भनेको एनिमलमा चाहिँ के हुन सक्यो डग पनि हुन सक्यो एनिमल पनि डग पनि भयो फ्लेस इटरमा चाहिँ तपाईँ एनिमलमा चाहिँ फ्लेस इटर पनि हुन सक्यो डग पनि हुन सक्यो नि त एनिमल नै हो नि त दुइटै सो के हुन सक्यो यहाँ चाहिँ के ए को अप्सन के हुन सक्छ ए हुन सक्छ डग है अनि त्यसपछि बी चाहिँ एनिमल सी चाहिँ के हुन सक्छ फ्लेस इटर होइन कति चाहिँ इजी हेर्नुहोस् त त्यही पनि छ लोजिक लाग्यो अलिकति लोजिक लाग्यो सक्यो हो कि होइन बुझिराख्नु भएको छ पोइन्ट नम्बर 8 मा के भनेछ सो यो कुरा चाहिँ रिभिजन गर्नु घरमा गएर गरेपछि हजुर फ्लेस इटर भनेको मासु खाने मान्छे सरी मासु खाने जनावर रगत खाने मान्छे सरी मान्छे भन्छु म जनावर है सो अब फेरि अर्को हेरौँ त मेन फादर्स र अङ्कल के हुन सक्छ त मेन भनेको सी भयो नि त सी भयो होइन एबी भयो होइन सो फादर्स हरेक अङ्कल फादर्स बन्न सक्छ हो कि बन्न सकेको सकेन भनेको तपाईँको अङ्कल पनि फादर्स हो कि होइन कसैको हो कि होइन जस्ट लोजिक लाउने हो क्या केही पनि होइन धेरै केही पनि गर्नु परिरहेको छैन के गरिरहेको के लोजिक लाग्यो भने सबै अङ्कल चाहिँ फादर हुन सक्छ तर सबै फादर चाहिँ तपाईँको म्यान नै हुन्छ हो कि ओम्यान त हुँदैन बाबा अङ्कल त ओम्यान त हुँदैन हो त्यही लोजिक लाग्यो क्या अनि सबै अङ्कल चाहिँ के हुन सक्छ भने फादर हुन सक्छ होइन सो सबै फादर चाहिँ अङ्कल हुन सक्छ सबै अङ्कल हुनु छैन तपाईँको फादर पनि अङ्कल हुन सक्यो नि त होइन सो यहाँ चाहिँ के भयो भने के भयो अङ्कललाई चाहिँ के मान्ने
ए मान्ने है, अङ्कललाई चाहिँ ए मान्ने, ए ए चाहिँ यसलाई मान्ने, फादरलाई बी मान्ने होइन, आमा यसलाई चाहिँ सी मान्ने। कति इजी छ होइन, लोजिक लाउनै सक्थ्यो हो कि होइन? इन्ट्रेस्टिङ छ, कस्तो लागिरहेछ सन्जु, आयुषा? इन्ट्रेस्टिङ लागिरहेछ? जस्ट लोजिक लाउने Yes, हो, sir. म्याथमेटिक्स लाउने हो, अप्सन दिएको हुन्छ। भोलि चाहिँ सबैजना यो प्र्याक्टिस गरेर आउनु पर्यो है। यहाँ फेरि अप्सन एउटा क्वेसन अझै छ, फिमेल मदर्स र डक्टर। डक्टर चाहिँ दुइटै हुनसक्छ नि, हाम्रो मम्मी पनि हुनसक्छ डक्टर होइन, हाम्रो फिमेल भनेको मान्छे जति पनि छ त्यो पनि हुनसक्छ। जस्तै अब यो अप्सन के हुनसक्छ भने एलाई चाहिँ मदर्स मानौँ होइन, बीलाई चाहिँ फिमेल जति छ बी मानौँ होइन, डक्टर चाहिँ छुट्टै भयो होइन। छ कि छैन, रिलेसन बनाउन सक्यो कि सकेन? केही नहेरिकन पनि हामी अप्सनमा यो टिक लाउन सक्छौँ कि सक्दैन? कि ट्याक्क पुरै एउटा अप्सन बनाउने, गोलो घेरा लाउने, कुन अप्सन हुनसक्छ राइट हेर्ने, ट्याक्क टिक लगाइदिने छ। त्यही लोजिक लगायो हामी। डक्टर भनेको फिमेल पनि हुनसक्छ, मदर्स भनेर मदर्स पनि हुनसक्छ भनेर बुझ्न पायो। सक्यो। क्वेसन नम्बर 3 हेर्नुहोस्, केही पनि छैन क्या, एकदम इजी छ, तर प्र्याक्टिस गर्नु पर्यो है। हेर्नुहोस् हेर्नुहोस् Sir, के भनेको छ, क्वेसन भन्नुहोस्, अनलाइन क्वेसन भन्नु पर्यो क्वेसन। first item is हो यस्तो खाले क्वेसनहरुमा चाहिँ हामीलाई धेरैभन्दा धेरै 3 सेकेन्डभन्दा धेरै सोच्नु हुँदैन। त्यही भएर सरले के भनेको थियो भने, कविराज सरले के भनेको थियो भने तपाईहरुलाई म्याथ्समा अलि टाइम लाग्छ, त्यही भएर म्याथको पहिला गर्ने, त्यसपछि लोजिकल, त्यसपछि चाहिँ के हुन्छ भने माइन्ड अलिकति तनावमा हुन्छ म्याथ बनाएपछि हैन। त्यसपछि चाहिँ लोजिक लाउने के, थोरै थोरै लोजिक लाउनु पर्छ, टट्टपुटे एन्सर लाउनु पर्छ। हो त्यसपछि लोजिक गर्ने, अनि त्यसपछि इङ्ग्लिश गर्ने, त्यसपछि जिके गर्ने हैन। त्यसरी सरले भनेको छ, ठीक छ। कन्डिसन मात्र याद हुनु पर्यो, केही पनि गर्नु परिरहेछ प्र्याक्टिसमा। यो प्र्याक्टिस गरेपछि यस्तै खाले सियोरली नै यस्तै खाले क्वेसन आउँछ। हो अलिकति मेहनत त गर्नु परिहाल्यो नि, 5 मार्क्स आउँछ है, ठीक छ। अब हामी के कति नम्बर पोइन्टमा जान्छौँ? पोइन्ट नम्बर 9 है। पोइन्ट नम्बर 9 चाहिँ अलिकति लोजिकवाला छ, अरू केही पनि हैन। पोइन्ट नम्बर 9 मा के भनेको छ भने, one item belongs to the class of second item है, र third item is partially related to second item। के भनेको छ भने पार्सली थर्ड आइटम छ नि, ए चाहिँ बी सँग रिलेसन हुनु पर्यो, तर सी को चाहिँ अलिकति रिलेसन हुनु पर्यो क्या। जस्तै अब तपाईले मेल, फादर र चिल्ड्रेन, यो छैन है, यो बुकमा छैन, तर यस्तो खाले क्वेसन आउँछ। जस्तै क्वेसन अस्तिको पालि कस्तो खाले क्वेसन आएको थियो भने, यो क्वेसन आएको थियो क्या, यस्तो खाले पोइन्टबाट यस्तो खाले क्वेसन आएको थियो। जस्तै अब नेम बिलोङ्स टु ए भवेल लेटर हैन। सो भवेल लेटरमा चाहिँ कतिवटा भवेल्स लेटर हुन्छ, ए ई आई ओ यु हैन। सो ए छ, नेम बिगिनिङ विथ ई हैन, र नेम बिगिनिङ विथ ए अर पी भने ए अर पी हो है, ए अर पी, यो क्वेसन आएको थियो। यस्तै खाले क्वेसन सोध्न सक्छ। सो नेम बिलोङ्स टु नेम बिगिनिङ विथ ए अर पी, ठीक छ। नेम बिगिनिङ विथ भवेल लेटरबाट ठिकै छ, सबै पर्यो। सबै के पर्यो भने, जस्तै अब तपाईको मानौ के मानौ, यसलाई चाहिँ अप्सन ए चाहिँ कसलाई मान्न सकिन्छ हामी भन्नुहोस् त? हैन यो हैन, यो क्वेसन त छुट्टै हो, यसलाई चाहिँ म कसरी बनाउँछु, तर यो क्वेसन बिगिनिङ, नेम बिगिनिङ विथ ए भवेल लेटर, ए होइन यो, ए भनेको भवेल लेटर, भवेल लेटर एउटा मात्र छ नि त, त्यसै भएर इङ्ग्लिसमा चाहिँ ए लागेछ के, बुझ्नु है। प्रिपोजिसन पढ्नु भएन, सरले पढाएको थियो नि त, ए भवेल लेटरमा ए भवेल लेटर लाग्छ कि, बुझ्यो। सो ए भएको छ, यस्तो खाले क्वेसन पनि आउन सक्छ है तपाईहरुको। सो जस्तो के भनेको छ, नेम बिगिनिङ विथ भवेल लेटर हैन, नेम बिगिनिङ विथ ई, ई भएको मान्छेहरु पनि आउन सक्छ। सो यहाँ चाहिँ अप्सन के राख्न सक्छौ भने, हामी ई चाहिँ यसलाई राख्न सक्छौँ भनेको, ए अप्सन यसलाई राख्न सक्छौँ, ठीक छ। नेम बिगिनिङ विथ भवेल लेटर, भवेल लेटर भनेको तपाईको यो भयो के, जस्तै अब तपाईको ए ई आई ओ यु हैन, यो भयो नि त। सो यसको पर्सन चाहिँ ए ई आई ओ
यो भयो होइन, 5वटा छ नि होइन। सो यसलाई चाहिँ अब हामी के राख्न सक्छौँ भने ई राख्न सक्छौँ। सो ई त यहाँ एमा पनि बीमा पनि पर्यो नि त, परेको परेन होइन। तर सीको यहाँ पनि फेरि नेम बिगिनिङ विथ ए अर पी, ए अर पी त भनेको पी यसलाई मान्यो भने ए त यहाँ छ कि छैन, बुझ्यो बुझ्नुभयो? कति लोजिक छ हेर्नुहोस् त, अलिकति लोजिक लागेको छ। के लगाएको छ भने हामी बीमा चाहिँ के गर्यो भने हामी यसलाई मान्यौँ है, एलाई चाहिँ यसलाई मान्यो, ठिक छ, र तपाईँको सी भनेको यसलाई मान्यो। त यहाँ चाहिँ के गरेछ भने जस्तै अब तपाईँले हामी कसरी यो लोजिक लाउन सक्छौँ भने सिम्पल लोजिक छ नि। जस्तै अब तपाईँको यहाँ चाहिँ ए ई आई ओ यु, ठिक छ, योमा पर्यो, यो के भयो भने भावेल लेटर भयो। अप्सनमा के थियो भने हामी भावेल लेटर, ठिक छ। अनि त्यसपछि ई स्टार्टिङ फ्रम ई यहाँबाट भयो, फेरि यहाँ चाहिँ ए त यहाँ पनि पर्यो नि, बीमा पनि पर्यो नि त। सी भनेको यहाँ चाहिँ अरू के छ अप्सन पी, पी त यो सीको अप्सन भयो नि त, बाहिरबाट पर्यो। हो यस्तो खालको लोजिकहरू लाउनु पर्छ, ठिक छ, बुझ्नुभयो? सो यो क्वेसन आएको थियो कि लास्ट इयर, जस्ट लोजिक लाउने हो, केही पनि छैन, ठिक छ। सो मेल फादर्स र चिल्ड्रेन के हुन सक्छ अप्सनमा भन्नुहोस् त, एबिसी कुन हुन सक्छ, के हुन सक्छ अप्सन? ए कसलाई मान्ने? फादरलाई भनेको तपाईँको फादरलाई ए मान्ने भने बी चाहिँ मेललाई मान्ने होइन, चिल्ड्रेन भनेको छुट्टै वाइफ पनि हुनसक्छ, गर्ल्स पनि हुनसक्छ, सी मान्ने, ठिक छ, बुझिराख्नु भएको छ? यस सर। हो, कति लोजिक छ? सिम्पल लोजिक छ कि छैन? सिम्पल लोजिक सर। हो, ल अब लास्ट हो हाम्रो पोइन्ट, लास्ट हो, त्यसपछि चाहिँ हामी सकिन्छौँ। अब तपाईँहरू त्यो क्वेसन सबै प्र्याक्टिस गर्नु पर्यो। पोइन्ट 10 मा के भनेको छ भने तपाईँको फर्स्ट आइटम इज पार्सली रिलेटेड टु सेकेन्ड आइटम होइन, बट द थर्ड इज इन्टायरली डिफरेन्ट फ्रम फर्स्ट टू है। सो फर्स्ट टू कहाँ छ यसको त, खोइ त लास्टको पार्ट हेर त बुकको बनाइन कि क्या हो? अब त 9 नम्बरको भन त कस्तो छ? यस्तो छ होइन, खै दुईटाको सर्कल छ, यता चाहिँ छुट्टै दिएको छ होइन। सो कसलाई छ भने ए यसलाई मान्ने, सरी ए बी सी होइन, त्यसरी नै गरेछ, बिचमा छैन। ए ल मानौ न, यतै राख नि त, केही पनि फरक परेन क्या, हामी जस्ट बुझ्ने हो क्या, लोजिक लाउने हो। लोजिक यति अलिकति इन्टरसेक्सन उता परेको थियो नि त हामी, हो ठिक, इन्टरसेक्सन उता परेको थियो। जस्तै अब योमा इक्जाम्पल के हुनसक्छ भने द प्लेस इटर कम, के हुनसक्छ यो अप्सन मिलाउ त। यसलाई कलाई चाहिँ सी नै मान्ने होइन, प्लेस इटरलाई चाहिँ के मान्ने भने बी मान्ने है, अनि एलाई चाहिँ डग मान्दैन। सो दुईटै खान सक्छ होइन, कति इजी छ होइन। कोपर वायर र पेपर के हुन सक्छ यसको? कपर कसलाई मान्ने? कपरलाई के मान्ने? ए मान्ने, बी मान्ने, सी मान्ने, सत्य, ठिक छ। सो तपाईँहरूको बुकमा जति पनि छन् क्वेसनहरू, कतिवटा क्वेसन छ? लगभग 50वटा जति क्वेसन, 47वटा क्वेसन छ होइन। सो 47 हो, यो गरेर आउने, जुन क्वेसन हुँदैन भोलि सोध्ने हो, ठिक छ, सबै क्वेसन बनाएर आउने, ठिक छ। अप्सन नहेर्ने, कोही पनि अप्सन नहेर्ने है, कोही पनि अप्सन नहेरिकन बनाउने, अप्सन नहेरिकन पहिला बनाउने, अनि कन्फ्युज भएपछि अनि मसँग सोध्ने हो, ठिक छ। बुकको अप्सन नहेर्ने, ल ठिक छ। अब 4-5 मिनट हामी रेस्ट गरौँ, अनि त्यसपछि चाहिँ जेनरल अवेरनेसको क्लास स्टार्ट गरौँ। कस्तो लाग्यो क्लास आज? लोजिकलको भेन डायग्रामको कति इजी छ सर? इजी छ, तर हल्का लोजिक लगाउनु पर्छ। हल्का हल्का गाह्रो होइन, हल्का हल्का लोजिक लाउनु पर्छ। लोजिकल रिजनिङ भनेको यस्तै हो, ठिक छ। ल इन्ड गरौँ त क्लास, फेरि 5 मिनट पछि यो जोइन गर्ने।
सर एकैछिन यो जुम गरिदिनु न, मेरो त केही देखेकै छैन भनेर कि देखेन एकैछिन मात्रै भन्नु। ल के भइरहेको छ भयो यस सर। ल सो 10 वटा पोइन्ट चाहिँ हामीलाई ध्यान राख्नुपर्छ 5 मार्क पायो भने यस सर। Video, peraizin mo yan. This one? यो